हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई। वेलकम टु माई च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै सन्चै छु भन्ने आज चाहिँ मैले न्यू ब्लग सुरु गरेँ साथीहरू। बिहानै म फोन नधोएर। सो त्यही हो साथीहरू, आज चाहिँ विजय दशमी टिकाको दिन। सबैजनालाई ह्याप्पी दसैँ। राम्रोसँग मनाउनु होला, राम्रोसँग रमाइलो गर्नु होला। मेरो चाहिँ यसपालि टिका लाउन मिल्दैन, टिका लाउनु पाउँदैन। सो हजुरहरू सबैजना राम्रोसँग टिका लाउनु होला, रमाइलो गर्नु होला। यस्तै हो, वर्ष दिनको चाडमा रमाइलो गर्नुपर्छ। हामीले पनि हल्का फुल्का रमाइलो चाहिँ गऱ्यौँ। भिडियो हेर्नु भएको छैन भने गएर हेर्नु होला। हिजोको भिडियोमा मैले सर्ट मिनी भएको छोटो भिडियो हालेको छु, रमाइलो गरेको थोरै क्लिप हालेको छु। सो गएर हेर्नु होला साथीहरू। त्यही हो, यो चिराएको छ आजको वेदर। बिहान पानी परेर यस्तो भयो साथीहरू, हेर्नु होला। बिहान पानी परेको छ हाम्रोतिर त। हजुरकोतिर कस्तो छ? आजको टिका दिन यत्तिकै पानी पऱ्यो भने यसै पनि नरमाइलो हुन्छ साथीहरू। हाम्रोतिर चाहिँ हिजो पनि ठुलो पानी परेर आएको थियो नि त। यहाँ मेवाको बोट थियो यहाँनिर, यहाँबाट ढलेर यहाँनिर थियो। सो यहाँबाट ढल्दा यता ढले, यस्तो डेन्जर पानी परेको थियो। हावा बतास चलेर बेलुका बत्ती गएर बिजोग भएको थियो। हजुरहरूको के कस्तो भयो? हाम्रो चाहिँ त्यस्तै हो साथीहरू। आज अब हामी चाहिँ जान लागेको गाउँतिर। सो हेर्दै गर्नु होला। मेरो चाहिँ आजको आउटफिट अगाडि यस्तो रहेको छ, हेर्दै गर्नु होला साथीहरू। लु साथीहरू, हामी चाहिँ अब आइपुगेको यहाँनिर अटो रोकिने ठाउँमा। सो अब चाहिँ हिँड्नुपर्ने हुन्छ। अब आधी घन्टाको बाटो चाहिँ हिँडेर पुग्नुपर्ने हुन्छ। अनि अब जाँदैछौँ हामी चाहिँ हिँड्दै बिस्तारै आरामले। दिदीहरू चाहिँ अर्को गाडीमा आउँदै हुनुहुन्छ। एउटा गाडीमा अटेन नि त, एउटा अटोमा। सो त्यही भएर अर्को अटोमा आउँदै हुनुहुन्छ। एकछिन दिदीहरूलाई कुरेर अनि हामी चाहिँ जान्छौँ। हेर्दै गर्नु होला साथीहरू। साथीहरू, फाइनली दिदीहरू पनि यहाँ आइपुग्नु भएको छ। यहाँ बहिनी फुपू, अब हामी चाहिँ यहाँ भेट भएर जाँदैछौँ, हिँड्दैछौँ साथीहरू। अब चाहिँ हामी आधी घन्टा जति हिँडेर पुग्छौँ आमाको घर। सो हेर्दै गर्नु होला साथीहरू। लु साथीहरू, मामा घर हिँडेको यहाँ दाजुभाइ झोला बोकेर के हुँदैछ? फिल केटा हो मामा घर हिँड्दा। मामा घर हिँड्ने यहाँ केटाहरू भारी बोकेर बिचरा गाह्रो छ मामा घर जानुलाई पनि। माइती हिँडेको मान्छेहरू यसरी झोला बोकेर यसरी हिँड्नुपर्ने हुन्छ, यसरी यसरी। लु साथीहरू, हामी चाहिँ पुलमा आइपुग्यौँ। हिँड न हिँड, जाँदैछौँ अब। सबजना यहाँ भारी बोकेर हिँड्दैछ। सो त्यही हो साथीहरू। हजुरहरूलाई चाहिँ मैले जहिले यहाँ आइपुगेपछि चाहिँ भिडियो बनाएकै हुन्छु, देखाएकै हुन्छु। अहिले बजेको छ घडीमा 4:30। सो कति राम्रो कास फुलेको हेर्नु नि साथीहरू। त्यहाँ गएर फोटो खिच्न पाए हुन्थ्यो भन्ने छ, तर खोला तर्नुपर्छ। सो भिडियोमा भयो नि हेरेर चित्त बुझाउनु होला साथीहरू। यस्तो राम्रो फुलेको नि साथीहरू। लु साथीहरू, हाम्रो गाउँतिर चाहिँ यस्तो छ धानको बारी।
अब केही दिनपछि पाक्छ धान। सो धानको बाला लह लह झुल्यो खेतैमा। यो रहेको छ हाम्रो गाउँ। हामी चाहिँ उहाँबाट जानुपर्छ। साथीहरू हिँड्दै गर्नु होला। साथीहरू हिँड्दा हिँड्दा थाकेर हामी चाहिँ यहाँ बसिरहेको छौँ। मेरो हालत यस्तो भयो पसिनाले। सो गाइस हेर्दै गर्नु होला। सोचे झै जिन्दगी रहेनछ। यसरी हामी चाहिँ यहाँ जङ्गलको बिचमा आएर बसेका छौँ। थकाइ मारेका छौँ। यो बाटो हुँदै आउनुपर्ने हुन्छ। हामी चाहिँ उहाँ आउँदै हुनुहुन्छ। म चाहिँ अगाडि अगाडि आएर यहाँ बसेको कि शीतलमा। पानी प्यास लागेको छ। यस्तै छ पारा। सो गाइस हेर्दै गर्नु होला। माइती आएको मान्छेको हालत बिचरा गाह्रो छ यहाँ माइती आउनु कहाँ सजिलो र। यहाँ एउटा भन्दैन बहिनी यहाँ। अन्त के को फ्यान रे त? जेम्सी। त्यसको बारेमा 2 शब्द भन्दै नि त नि। के भन्दिनु शब्दमा बयान गर्नु नसक्ने ऱ्यापर हो। अनि तेरो आइसी वाच देखाइदियो नि त। सबैजना फिदा हुन्छ कि यहाँ वाच देखेर। गाइजहरु घडी आइरहेछ। पर्ने हो यार सोप। घडी आइरहेछ। घडी त आछ नि। सोफा फिलिङ। ल गाइजहरु यो 2-3 लाखको नभनी कति हजारको भयो? करोडको। करोडको भन्न। 1 करोडको हो। 1 करोडको। सक्छ त फेरि सक्दैन नि फेरि। बोल्छ त कोही यहाँ बोल्दैन नि फेरि। हेर्नु यहाँ। ए हाम्रो कुरा के गर्नु यार। खतरा हो नि। मान्छे म बिन्दास। यहाँ फेरि आउँदैछ बच्चा पार्टी। छोड दे। यहाँ बच्चा पार्टी आउँदैछ। यहाँ मामा घर आएको गाइजहरू यहाँ थाकेर विरक्त भएर यहाँ। हेलो गाइज। हेलो। मामा घर आउँदा कस्तो फिल आउँदैछ? राम्रो। कस्तो रे? नराम्रो रे। पिङेला पाए त ओखल ढुङ्गा लगेर ल त आयो डुम्सीलाई खन्यौ। कुन बसाइ हो यो? खन्यौ 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 खन्यौ। 2 शब्द भन् मामा घर आएको मान्छे। कस्तो फिल आइरहेको त हिँड्दाखेरि? राम्रो। हिँड्नु पर्दा कस्तो भइरह? नराम्रो। यहाँ माइत आउने मान्छेहरू नि जिन्दगीहरू हेर। लो साथीहरू अब हामी चाहिँ आइपुगेको घरमा। सो यो रहेको छ मेरो गाउँ। यहाँ मेरो आमा। हामी चाहिँ आइपुगेका छौँ आमाको घरमा। हेर्दै गर्नु होला। यो रहेको छ हाम्रो आमाको घर। यो रहेको छ करेसा बारी। यो रहेको छ कोदोको बारी। यो रहेको छ हामी। त्यही हो साथीहरू हेर्दै गर्नु होला। माइत आएर यहाँ थाकेको मान्छेहरू यस्तो हालत। मामाको घर आउने मान्छेहरू यहाँ माइत आएर कुरा। काम आइपर्छ के गर्नु। जेठीबारी हुनु पनि गाह्रो रहेछ हौ। जता गए पनि छोड्दैन। गाह्रो छ। यसको काम चाहिँ यस्तो छ। हामी आफ्नो आफ्नो काममा बिजी छौँ। लो साथीहरू अब हामी चाहिँ खाना खान थालेको। बा आमै त हुनुहुन्छ। दिदी भान्जी हुनुहुन्छ। अब चाहिँ हामी खाने। धान गाडीमा जाम भयो साथीहरू। धानको बाला लह लह झुल्यो खेतैमा। बाटो जाम। गाडी जाम त के हो र। बाटोको हालत यस्तो छ साथीहरू। यस्तै हो। अबे चिप्लो न चिप्लो खाँदै लर्निङ छ क्या हो। ए साथीहरू यस्तो छ चिप्लिन्छ जस्तो छ। अहिले भेट्नुपर्छ साथीहरू एकछिनमा। म
चाहिँ यस्तो छु यहाँ यस्तो छ हालत पसिना पसिना हेर्नु होला आयो रोडमा आइपुगेको साथीहरू यही चोकमा गाडी रुङ्ने मान्छेहरू दसैँ लाग्यो दसैँ सब गाडी नपाएर यहाँ गाडी रुङ्ने मान्छेहरू साथीहरू बिजोग छ बिजोग रोडमा बेहाल बेहाल गाडी रुँगेर अनि यहाँ रोडमा यस्तो चाहिँ हालत गाह्रो छ सब भुइँमा सर्न